सम्पूर्ण नमस्कार। हामी अहिले अरुणचौपारी गाउँपालिका भन्नुभयो नि सर, अरुणचौपारी गाउँपालिकाको यो थाप्लेमा आइपुगेका छौँ। यहाँ विशाल बुद्धको मूर्ति निर्माण गरिएको छ। यहाँको उचाइ 2288 मिटरको हाइटमा छौँ। यो एउटा सुन्दर ठाउँ। अहिले पानी पर्ला जस्तो छ वातावरण हेर्दाखेरि। 2018 यहाँको उचाइ 2018 मैले बाइस भने है। अनि गरे यतातिर घना जङ्गल छ। उतातिर हामीले बजारदेखि सिद्धार्थ राजमा देख्न सक्छौँ। त्यस्तै यो अरुणचौपारी गाउँपालिकामा अवस्थित छ। अनि यतातिर सिरुबारे पर्छ, जुन आँधीखोला गाउँपालिकामा पर्छ। सिरुबारे पनि नजिकै पर्छ यहाँबाट। सिरुबारे झन्डै 2 किलोमिटरको 2-3 किलोमिटरको डिस्टेन्समा सिरुबारे रहेको छ। देख्न सक्छौँ यहाँ 2022 मिटरको उचाइमा हुने रुखहरू हामी देख्न सक्छौँ। साँच्चीकै सुन्दर रहेछ यो ठाउँ। एउटा विशाल यो बुद्धको मूर्ति निर्माण गरिएको यस पर्यटकीय स्थान जुन अरुणचौपारी गाउँपालिकामा अवस्थित छ स्याङ जिल्लाको। र सिरुबारेबाट यो आँधीखोला गाउँपालिकाको पनि यो सिमाना नजिकै छ। यहाँबाट देख्न सक्छौँ। बादल बुदल पानी पर्ला जस्तो छ। यस्तो सुन्दर ठाउँमा हामी आइपुगेका छौँ। बाहिर पानी पर्ला जस्तो छ, तर हामीलाई यो ठाउँ छोडेर हिँड्न मनै छैन। यता देव सर हुनुहुन्छ, यता मुक्ति नेउपाने सर हुनुहुन्छ, यता माधव सर हुनुहुन्छ, यता हिमलाल सर हुनुहुन्छ। हिमलाल सर पनि भिडियो गर्दै हुनुहुन्छ। माधव सर के भन्नुहोस् यहाँको बारेमा? जोरा सर, यो तपाईँले देखाइरहनु भएको छ। यो अहिले हामी चाहिँ थाप्लेमा छौँ। पत्रकार महासङ्घ स्याङ्जाको 15औँ वार्षिक साधारण सभामा आउँदा यहाँको पनि रिपोर्टिङ गरौँ भन्ने हिसाबले आएको। यो कति लागतमा बनेको मूर्ति हो भन्ने चाहिँ यकिन मैले अहिले भर्खर अध्यक्षलाई चाहिँ फोन गरेँ, फोन सम्पर्क हुन सकेन। यो लगभग सम्भवतः यो नेपालकै ठुलो मूर्तिमध्ये चाहिँ एउटा पर्छ। स्याङ्जा जिल्लामा चाहिँ धेरै पर्यटकीय स्थलहरू छन्। मायुभन्ज्याङ, सिरुबारी, थाप्ले, अन्धान्धीदह, गरौँसुर लगायत चाहिँ कालीगण्डकीतिर धेरै थुप्रै क्षेत्रहरू छन्। अहिले स्थानीय तह आइसकेपछि पर्यटन प्रवर्धनको निम्ति कसले धेरै चाहिँ आन्तरिक पर्यटक लाने भनेर चाहिँ रस्साकस्सी पनि चलिरहेछ पालिकाहरूमा। सो अनुरूप यो विशाल मूर्ति चाहिँ हामीले चाहिँ देखेका छौँ। अब मेरो जानकारीमा चाहिँ यो अरुणचौपारी गाउँपालिका हो र ठ्याक्कै यसको लागत र यो कहिले निर्माण भयो त्यो चाहिँ पछि मैले फोन आएपछि भन्छु। जानकारीको लागि धन्यवाद। यो अरुणचौपारी गाउँपालिकामा अवस्थित यो नेपालकै ठुलो मन्दिरहरूमा एउटा मूर्ति रहेको बुद्धको मूर्ति यहाँ अवस्थित छ। यो आन्तरिक तथा बाह्य पर्यटकको लागि मध्यनजर गरेर यो निर्माण गरिएको। यता भीम टावर यतापट्टि छ। यता यो निर्माणमा कसले कति पैसा दिनुभयो भनेर यहाँ लागतका कुराहरू सायद यहाँ लेखिएको छ। यहाँ यसमा स्याङ जिल्लाकै दरौँ थाप्ले लेकमा निर्मित बुद्ध प्रतिमाको सर्देय ख्यान्पो श्री शिर लामा गुरुङ र सर्देय ख्यान्पो श्री सन्तोष गुरुङज्यूबाट संयुक्त रूपमा समुद्घाटन सुसम्पन्न गरिएको। यतिसम्म 2081 साल पौष 1 गते धेरै समय भएको रहेनछ। अनि गएर यो दरौँ थाप्लेमा निर्माण गरिएको बुद्धको प्रतिमाको तत्कालीन सञ्चार मन्त्रालयका सचिव श्री महेन्द्र कुमारी गुरुङ काठमाडौँज्यूबाट संयुक्त रूपमा 2075 साल फागुन 29 गते यहाँ शिलान्यास भएको छ। यहाँ 12,13,000 सम्मको पनि यहाँ दान दिनुभएको रहेछ। भूमि बहादुर विश्व नाना गुरुङ दरौँबाट। यसरी यो स्थानीय स्तरबाट आर्थिक सङ्कलन गरेर यो ठाउँका मान्छेहरू बाहिर आउने विभिन्न व्यक्तिहरूसँग आर्थिक सङ्कलन गरेर र स्थानीय पालिका प्रदेश सङ्घ अब कहाँबाट आर्थिक रूपमा यो व्यवस्थापन भएको छ त्यो विषयमा हामीले जानकारी लिने प्रयास गर्छौँ। एउटा विशाल बुद्धको मूर्तिमा आएर तपाईँहरूलाई यो देखाउने प्रयत्न गऱ्यौँ। यसको बारेमा हामीले केही जानकारी लिने प्रयत्न पुनः पनि गर्नेछौँ। धन्यवाद।